चाहिँ मेरो नाति केटा हो। किनभने मैले 2024 को चाहिँ मैले आफैले विचार गरेँ, सोचेँ हैन, परमेश्वर यो साल त कसैको पनि आत्मा बचेको छैन, मैले कोही पनि आएको छैन भन्दै थियो। परमेश्वर भन्नु तेरो नाति के हो भन्नुभयो कि, अनि परमेश्वरलाई धन्यवाद होस्। अनि यो 2025 को चाहिँ फेरि आउँदै परमेश्वर ल्याउँदै हुनुहुन्छ। यो पनि परमेश्वरमा हामीले गरेको एउटा अठोट प्रतिज्ञा हो। हामी सबैजनाले सोच्नुपर्छ, प्रभु आउने साल चाहिँ तपाईको राज्यको बढाउन मैले के गर्नुपर्छ, अनि मलाई एउटा आत्मा दिनुहोस् है भनेर हामी त्यो प्रार्थना चाहिँ गर्नुपर्छ। यो भित्र हृदयबाट आउनुपर्छ। अनि रोमी 1:16 भन्छ, सुसमाचारमा चाहिँ म डराउँदिनँ भनेर भनेको छ। जो मान्छे सुसमाचारमा डराउँछ त्यसले अरू नयाँ मान्छे ल्याउन सक्दैन। परमेश्वर चाहिँ सबैभन्दा पनि सबैको आत्मालाई पनि त्यो पक्रेर राख्ने शक्ति चाहिँ परमेश्वरमा छ। अनि अस्ति म एकजना हाम्रो पिटरको साथीको बेबी सावरमा गयो, अनि त्यो सावरमा मैले सबैजनालाई प्रार्थना गरेँ। अनि मेरो सम्धिनी र म हामी 3 जना गएको थियो। अनि एउटा आमालाई भेटेँ। अनि सुसमाचार सुनाउँदा उहाँले के भन्नुभयो भने, उहाँको कति वर्ष अगाडिसम्म उहाँको घरमा चाहिँ चर्च छ अरे, कौशीबाट सुन्थ्यो अरे, तर तपाईँले भन्नुभयो नानी अब म 2 दिन मात्रै बाँकी छ, अब चाहिँ म गएर त्यो चर्चमा अटेन्ड हुन्छु अरे। यो परमेश्वरको एउटा हामीलाई दिनुभयो वरदान पनि हो। हामीले तपाईँले के चाहनुहुन्छ, परमेश्वरको राज्यको बढाउने इच्छा गर्नुहुन्छ भनेदेखि परमेश्वरले चाहिँ तपाईँले चलाउन सक्नुहुन्छ। मोसा चाहिँ हैन नबोल्ने बुङ्गो जस्तै थियो, लाटो थियो, तर परमेश्वरले के भन्नुभयो, तँलाई लाटो कसले भन्नुभयो, तँलाई बनाउने को हो भनेर भन्नुभयो नि हैन। हाम्रो परमेश्वर चाहिँ जीवित हुनुहुन्छ भनेर त्यो शुभ समाचार चाहिँ हामीले यदि अरूलाई दिन सक्नुभयो भने परमेश्वरले के गर्नुहुन्छ। अब यत्रोजना हामी 30-40 जना छौँ, नेक्स्ट इयर हामी 40 जना अर्को नयाँ ल्याउँछु भन्ने अठोट गर्नुहोस्, माग्नुहोस् प्रभुलाई, प्रभुले दिनुहुन्छ। अनि अहिले मेरो बिचमा दाइ आउनु भएको छ, गजेन्द्र दाइ बहिनी। अब चाहिँ मैले अस्ति हप्तादेखि हामीले अठोट गरेको छ, हामी नयाँ घरहरू जानेछौँ, यो सालेक एरियामा पस्नेछौँ भनेर हाम्रो निम्ति प्रार्थना गरिदिनुहोस्। तपाईँहरूले पनि कामको ठाउँमा हामीले यसोको कुरा डाइरेक्ट भन्नु पर्दैन, उसको सिचुएसन के छ होइन, त्यसको हिसाबले भन्नुपर्छ। उसलाई दुःख परिरहेछ भने म क्रिस्चियन हो, प्रार्थना गरिदिन्छु, तपाईँले प्रभुले तपाईँलाई प्रेम गर्नुहुन्छ भन्ने कुरा हामीले भन्नुपर्छ। तर हामी के गर्छौँ, म त क्रिस्चियन हो त भन्छ, तर हाम्रो व्यवहारमा क्रिस्चियन छैन। अनि हामीदेखि तर्सिरहेको हुन्छ काम